म मधेस जाँदैछु किनकि म देश जोड्न चाहन्छु। म काठमाडौँको कथाहरू मधेस लगेर सुनाउन चाहन्छु अनि मधेसका कथाहरू, मधेसका पीडाहरू, मधेसका व्यथाहरूलाई बुझ्दै काठमाडौँ ल्याएर सुनाउन पनि चाहन्छु। म सबैको सम्मान रहँदै गर्दा मात्रै हामीसँगै नेपालीहरूको सम्मान रहन्छ भन्ने कुरामा विश्वास राख्छु। म उत्तेजनाको राजनीतिमा विश्वास राख्दिनँ, तर म अधिकार नभइकन सबैको बिचमा एकता हुन्छ भन्ने कुरामा विश्वास राख्दिनँ। नमस्कार। काठमाडौँ क्षेत्र नम्बर 4 का सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरू सबैलाई मेरो हार्दिक नमस्कार। जय नेपाल। आज म फागुन 21 गतेको निर्वाचनको सन्दर्भमा उम्मेदवार बनेर सर्लाहीको क्षेत्र नम्बर 4 को मेरो नयाँ क्षेत्रमा जाँदैछु। जानुभन्दा पहिला तपाईहरुसँग केही कुराहरू राखेर मात्र जाने मन भएकोले यो भिडियो मार्फत केही कुराहरू राख्दैछु। पहिलो संविधान सभाको निर्वाचनको बेलामा म नेपाली कांग्रेस पार्टीको समानुपातिक सूचीको उम्मेदवार थिएँ। आदरणीय सुप्रभा दिदीलाई उम्मेदवारको रूपमा क्षेत्र नम्बर 4 मा लिएर आएको थिएँ। त्यो बेलाको हाम्रो गाउँहरू चपली, चुनीखेल, माङकाल, कपन र काठमाडौँ महानगरपालिकाभित्रको वडा नम्बर 7, 1, 30, वडा नम्बर 8 यी सबै ठाउँहरूमा, गल्लीहरूमा, आँगनहरूमा, घरहरूमा, चोकहरूमा उम्मेदवार लिएर घुमेको दिनहरू अहिले पनि म सम्झन्छु। र त्यही बेलामा तपाईले औधी माया गर्नुभएको थियो। त्यही मायाले तानेर म 2070 सालमा फेरि उम्मेदवार बनेर क्षेत्र नम्बर 4 मा आएँ। शानदार ढङ्गले मलाई विजयी बनाइदिनु भयो। त्यो बीचमा नाकाबन्दीको हामीले सामना गर्यौं, भूकम्पको हामीले सामना गर्यौं, सँगसँगै मिलेर समुदायसँग मिलेर काम गर्यौं। एउटा विधायकका रूपमा निर्वाह गर्नुपर्ने भूमिका मैले इमानदारीपूर्वक निर्वाह गर्ने कोसिस गरेँ। कति गल्ती कमजोरी पनि भए, तपाईले सिकाउनु भयो, कतिपय ठाउँमा प्रश्नहरू गर्नुभयो, तर सधैँभरि मलाई माया गर्नुभयो। मैले छोटो समय मन्त्री बनेर काम गर्ने मौका पनि पाएँ, त्यसको पनि तपाईहरुले सराहना गर्नुभयो। र 2074 सालको निर्वाचन सजिलो निर्वाचन थिएन। देशैभरि अत्यन्त थोरै ठाउँमा मात्रै नेपाली कांग्रेसको उम्मेदवार निर्वाचित भएको बेलामा पनि मलाई फेरि निर्वाचित गराउनु भयो। र त्यो बेलामा म अहिले पनि याद छ, कोभिडको ठूलो प्रकोपमा हामीहरू भयो, महामारीको। फेरि एकपटक समुदायसँग मिलेर हामीले काम गर्यौं। यो बीचमा थुप्रै अभियानहरू सञ्चालन गर्यौं। युवा लक्षित अभियान, महिला लक्षित अभियान, रोजगारी केन्द्रित अभियान, खास गरिकन शिक्षा र स्वास्थ्यको अभियानहरू नियमित रूपमा गर्ने अरू पूर्वाधारका कामहरू त छँदै थिए। सांसदको रूपमा मैले संसदभित्र उठाउनु पर्ने विषयहरू छँदै थिए। तर त्योभन्दा बाहेक पनि ती सबै समुदायसँग मिलेर काम गर्ने मलाई लगातार अवसर दिनुभयो। 2079 सालको निर्वाचनमा म पार्टीको महामन्त्री भएर उम्मेदवारको रूपमा प्रस्तुत भएको थिएँ। यो पटक झन बढी मतान्तरले तपाईहरुले मलाई निर्वाचित गराइदिनु भयो। मैले पार्टीकै जीवनमा पनि पार्टीको एउटा सदस्य, केन्द्रीय सदस्य, महामन्त्री हुँदै यहाँसम्मको यात्रा तपाईहरुकै बीचमा रहेर तय गरेँ र सँगसँगै लगातार सांसदको रूपमा पनि यो क्षेत्रबाट 3 पटक त म प्रत्यक्ष रूपमा निर्वाचित नै भएँ। मैले एउटा परिवारको जस्तो माया यो क्षेत्रमा सधैँभरि पाएँ। यहाँको जात्रा, पर्व, यहाँको सानसाना फंक्सनहरू, पूजा, महोत्सव सबै ठाउँमा तपाईहरुले मलाई बोलाउनु भयो। सबै ठाउँमा म मिसिएँ र मेरो जीवनको सबभन्दा महत्त्वपूर्ण चरणहरू मैले यही भित्र बिताएको छु। मेरो पार्टीका साथीहरूसँग पनि खेल्दा खेल्दै हामी सबैजना सँगसँगै हुर्केको जस्तो भएका छौँ, परिवार जस्तो भएका छौँ। म भर्खर मात्र विशेष महाधिवेशनबाट पार्टीको सभापति भएको छु। यो पटक पार्टीका साथीहरूले कुनै पनि हालतमा निर्वाचन क्षेत्र छोड्नु हुँदैन भनेर भन्नुभयो। यहाँका मतदाताहरूले यो पार्टी त्यो पार्टी नभनिकन जसरी मलाई लगातार निर्वाचित गराउँदै आउनु भएको छ, त्यसका प्रतिनिधि आवाजहरू पनि त्यसै गरिकन आए कि यो पटक झन् सहज छ, आफ्नो निर्वाचन क्षेत्र, लगातार यही नै कुरा भनिराख्नुभयो। म तपाईहरु सबैप्रति अत्यन्त कृतज्ञ छु। सबैलाई कोटी नमन गर्छु। मेरो बाआमाहरू पहाडबाट काठमाडौँ आउनु भएको हो, त्यसले पहाडको रहनसहन जीवनलाई मैले नजिकबाट बुझ्ने मौका पाएँ। काठमाडौँमा जन्मिए, हुर्के, शहरको जीवन, यहाँका गारासारा सबै कुरा बुझ्ने मौका पाएँ। तर मलाई नेपाली कांग्रेस पार्टी, नेपालको एउटा राष्ट्रिय पार्टीको एउटा जिम्मेवारी निर्वाह गरिरहँदै गर्दा मलाई मधेससँगको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्छ भन्ने मेरो तीव्र इच्छा पनि रह्यो, रहन आवश्यक पनि थियो। किनकि मधेससँगको साइनोलाई मैले केवल औपचारिकताको बनाएर मात्र हुँदैन। सर्लाही क्षेत्र नम्बर 4 का साथीहरूले माया गरेर बोलाउनु भयो, म त्यहाँ जाँदैछु। त्यसैले मैले मधेसको प्रतिनिधित्व गर्दै गर्दा, त्यहाँका मुद्दाहरूलाई मैले बुझ्दै गर्दा, त्यसको समाधानको लागि मैले पहल गर्दै गर्दा प्रकारान्तरले मैले सिङ्गो नेपालको मुद्दाहरूलाई नै हल गर्ने कुरामा ठूलो आफ्नो भूमिका निर्वाह गर्न सक्छु भन्ने विश्वास राखेको छु। त्यसकारणले गर्दा मैले एउटा निर्णय गरेर, सूझबुझपूर्ण सोच विचार गरेर निर्णय गरेर पहाडबाट झरेको मेरो परिवार, काठमाडौँ हुर्केको म, तर सिङ्गो देशको हुनका निम्ति मैले एकपटक मधेसको माटो राम्रोसँग त्यसलाई ढोग्नुपर्छ, टेक्नुपर्छ, त्यसको आशीर्वाद दिनुपर्छ, त्योसँग जोडिनुपर्छ, त्यहीभित्र लडीबुडी गर्नुपर्छ भन्ने सोच राखेर यो निर्णय गरेको। यो निर्णयप्रति तपाईहरुको त्यस्तै माया र विश्वास रहन्छ भन्ने विश्वास राख्छु। काठमाडौँमा एउटा युवा सचिन तिमल सिन्हालाई नेपाली कांग्रेस पार्टीको तर्फबाट उम्मेदवारको प्रस्तुत हामीले गरेका छौँ। सचिन तिमल सिन्हाको बारेमा तपाईहरुले
अरू माध्यमहरूबाट पनि थप कुराहरू थाहा पाउँदै जानुहुन्छ। तपाईँहरूको बिचमा आएर पनि म पनि आएर राख्छु। तर अहिलेको लागि यति नै कुरा भन्छु, तपाईँले जुन माया मलाई गर्नुभयो, जुन शुभेच्छा र आशीर्वाद मलाई दिनुभयो, म जीवनभर त्यसलाई सम्झन्छु, जीवनभर ऋणी रहन्छु। म सिङ्गो नेपालको हुन्छु भन्ने मलाई विश्वास छ भने म सरलाई क्षेत्र नम्बर 4 को प्रतिनिधित्व गर्ने अवसर मैले प्राप्त गर्दै गर्दा काठमाडौँ क्षेत्र नम्बर 4 लाई पनि म सँगसँगै मेरो मनमुटुमा लिएर हिँड्न सक्छु भन्ने विश्वास म राख्छु। किनकि यहाँको जात्रासँग म जोडिएको छु, यहाँको पर्वसँग म जोडिएको छु, यहाँको महोत्सवसँग म जोडिएको छु। तपाईँ हामी मिलेर पहिलोपटक कमलपोखरीमा छठ हामीले सुरु गऱ्यौँ। यस्ता कैयन पहिलोपटक गरिएका हाम्रो अनुभवहरू छन्। ती अनुभवहरू म सँगालेर राख्नेछु। सरलाईमा पनि म त्यो नयाँ अनुभवहरू लिएर आउनेछु। त्यो दुईटैको अनुभवलाई मिसाएर झन् अझै बढी निखारेर जान्छु भन्ने कुराको विश्वास राख्छु। सधैँभरि तपाईँहरू मेरो मनमुटुमा रहनुहुन्छ। म तपाईँहरूकै बिचमा छु, तपाईँहरूकै बिचमा रहन्छु। फेरि एकपटक तपाईँहरूको शुभेच्छा, तपाईँहरूको आशीर्वाद, तपाईँहरूको माया, तपाईँहरूको प्रेम, साथ, विश्वास जुन मैले निरन्तर पाएँ, आगामी दिनमा पनि त्यसै गरिकन पाइराख्छु भन्ने विश्वास राख्दै आजबाट म सरलाई क्षेत्र नम्बर 4 मा हुन्छु। फेरि अर्को कुनै बेला तपाईँहरूको बिचमा आफ्नो कुरा राखौँला। धन्यवाद, नमस्कार।